गाइस अस्तिको मोमो च्यालेन्ज भिडियो चाहिँ एकदमै भाइरल भयो हाम्रो धेरै भ्युजहरु आयो हैन त्यही भएर आज पनि हाम्रो दिदीहरुले मोमो च्यालेन्ज राख्नु भएको छ मोमो च्यालेन्जको काम हाम्रो तयार हुँदै छ हैन मोमो बनाउ गाइस मोमो पाक्दै छ यो भेज मोमोको लागि तयारी भेज मोमोको तयारी हुँदैछ यहाँ हाम्रो दिदीहरु हुनुहुन्छ माया दिदी पस्किदै हुनुहुन्छ हो अब टक्क पारेर खाइन्छ मिठो अचार यहाँ मोमो अरु के जित्दाम्नु अन द स्टार्स ल है साथीहरु ल हेर्नुस् यस्तो मोमो खाँदाखेरि कसको मुखमा रस नआउला भेज मोमो यहाँ दिदीहरु हुनुहुन्छ यहाँ सान दिदी हाम्रो राई दिदी अन्जु दिदी महिना दिदी खानालाई तयारीमा छन् सबै ल है अस्तिको भिडियो हेरिदिएर साथ दिनु भएकोमा धन्यवाद फेरि आजको भिडियो पनि हेर्नुहुन्छ होला ल सुरु गरे है त यहाँ पुगेको तातोमा त ओखालो पनि दिलाउनु भएको तपाईलाई कस्तो लाग्यो महिना दिदी मोमो कोक पोखियो है कोक पोखियो मोमोमा मोमो त 5 स्टार अन्जुलाई कस्तो लाग्यो एकदम मिठो दामी रानीलाई त सोध्नै पर्दैन मलाई त कति मिठो हुन्छ दिदीलाई कस्तो लाग्यो सुड्डीलाई केलाई सुड्डी बोल भन्छ फर्स्ट हुने रहेछ नि च्यालेन्ज गर्नुपर्छ म बिस्तारै हाल्दा कि म फर्स्टमा च्यालेन्ज गरेँ भने त पेटमा धेरै हाल्दै थियो मेरोमा धेरै हाल्दै थियो पनिर मिसायो ठिक छ नि महिना दिदी स्प्राइट पनि चिसो रहेछ फ्रिजको त्यो त स्प्राइट हो नि त है कोक होइन कृष्ण स्प्राइट हो स्प्राइट हो ए कोक कालो हुन्छ नि कोक त म त बिर्सेछु भेजमा त यति मिठो छ घरिको राँगा भना छ भेज मोमो हो राँगा मासु होइन है हो राँगा होइन है छोरो नसम्झै हाँसेको नि कस्तो मिठो है ताको कि है अलिक मन टाढो भएको कप्पको फर्स्टलाई के हो प्राइस प्राइस फर्स्टले भाँडा माझ्ने आज अस्तिको भन्दा नि अचार चाहिँ गजब छ है आज अस्तिको भन्दा अहिले यो मोमो पनि लास्टमा खाला कृष्ण भाँडा मान्ने भनेको छ यो खानु नि चोकै त दामी भएछ दिदी जो यो भिडियो हेर्दा छन् उहाँहरूलाई के भन्नुहुन्छ त अनि मोमो पार्टी कस्तो लाग्यो तपाईँलाई उनीहरूलाई पनि भनिदिनु बनाउने हामी नै हो मिठो पाक्छ मेन कुकुरले उही हो किर्जित हाँस्नुहोस् त सेकेन्ड कुकुरले हामी हो अब नक्कल पाक्छ यो पनि कृजित भाइ कृजित हेलो कृजित हा गरिदियो ल नक्कल पाक्छ कि कस्तो